सोफामा बसेर पाच्छु रे तलाई त सम्झिने हो नि त्यो सपना ए मुसे तिम्रो त्यो घुँडा दुखेको थियो नि त्यो घुँडानिर पात दिनु पर्छ निको हुन्छ अनि त्यो मुसेको त्यो ठिक भयो बुढी पोल्ने कुरा छैन त्यो ज्वाइँलाई फुक्न लगाऊ कि अब यो अति भयो सिरिरिरिरि फुक्न लगाऊ हत्तेरिका अब मेरो त अब साली हो पाप लाग्छ फुक्न भएन ज्वाइँलाई के सिरिरि निको हुन्छ भनेको अनि खुट्टा मसाज गरिदिनु हुन्छ कति आनन्द छ नि सिरिरी हुन्छ कति हो त्यो फुक्न भयो अनि आइसको डल्लाहरूले पनि च्वास च्वास घोच्दै अनि सुन त त्यो ठाउँमा अलिकति ज्वाइँलाई अलिकति सिरी त्यो भेनाले अरू के होइन यहाँ सोफामै बसेर त्यो अलिकति त्यो गुदै गर छोड्नु भएको कि त प्यान्ट च्यात्ती है थाहा भएन उठ्नु सक्नु भएको यहाँबाट वासरुम जान्छु भनेको मान्दै जानु पर्यो बुढी ज्वाइँ खै ज्वाइँ त त्यहाँ खाना पकाउनु जानुभयो खै कता जानुभयो कहाँ जानुभयो मान्छे तिमीलाई सिकाउनु पर्यो बाबुलाई अलिकति छड्के दिशामा बसेर सिरी फुक्न लाउने कि अब आफूलाई हाँस उठ्छ त म के गरौँ दिवा सुन्ने या सपनाले बोलाएको के हो भन् सुन्न लगाए के ए सुत्न लगाइरे भेनालाई सुत्न लगाइ अरे त्यही त मैले भने त उहाँ सोफाबाट उठ्नै सक्नु भएन किन भएको त्यो प्यान्टबाट यसरी थुचुक्क गर्नु भएको बुढी अस्ति मैले कुन गीत गाउँदा अरे एकदम हाँसेको म गीत गाउँदै हाँसेर मलाई याद छैन है सरी केमा हाँस्नु भएको थियो र दी हुँदा कि नहुँदा यो म हुँदा गीत गाउँदै हाँस्दै नि गीत गाए कि हाँस उठ्थ्यो नि त्यो गीत गीत गाउँदै तन मन लगाएर हाँसेको थियौँ हामी कुन गीतमा अरे म त लास्टै बिर्सिने भएछु के अरे अब खै किन हो केमा हो आफूले गीत गाएको नि बिर्सिनु त अहिले 5 बज्यो हजुर अनि कति बेला जानुहुन्छ अरे उहाँहरू हेर्न यो त ट्राई गर्थेँ म अर्को फ्लेभर सेम फ्लेभर है ऱ्यापर मात्रै डिफ्रेन्ट रहेछ होइन तर यो चाहिँ किन गर्नु भएको त यो वाला चाहिँ त्यो कलर यो सार्ने हो कि यसमा त्यो हरियो हो ए अलिकति क्लास छ लोगो चाहिँ के यस्तो होला ओइ बुढी हजुर कहाँ गयो सपना त्यो त तर्सेर भाग्यो साली पेट दुख्यो प्लिज नकाट्नु है यहाँ नभनिदियो म त बाँच्छु अहिले होइन अब त म त जानै पर्छ टोइलेट अब धेरै पार्नु हुँदैन चाको मुजा सुजा च्यातेर झिला पत्र भइसक्यो अति के बुढो हे भन्नुहोस् भने कपाल निकालिदिउँ ननिकाल अब कपाल लास्टै विक छ फेरि जोजो लापा हेलो खै गेम खेलिन त गेम भयो छ्या कति हाई आएको र नि लैलै बुढी पार्दिम पर्दैन के वासरुम जानु अनि गएर आउनु म हेरिदिन्छु गएर एकछिन हो के बनायो के छ हेर है फेरि के बोल्ने हो र त्यहाँ हो त्यसरी त्यहाँ ठाउँमा राखेर मजा आउने के बोल्ने त बोल्न तले के सोध
त्यहाँ त्यहाँ के क्वेसन गर्नुहुन्छ एन्सर गर न आउनु भयो रे कसरी गर्छ म्याच फेरि चुङ्गे आयो चुङ्री आएको छैन एउटा केरा दे है चुङ्गे आयो एउटा केरा दे है बुढी चुङ्गे आयो सिरिरी बनाउनु जान्छु रे होइन अलि त्यो छड्के दिशामा बसेर भाइलाई कस्तो हाँस्छु नि म त हाँस्यो बुटिनु त यस्तो कुरा त्यो पुग्न लाउ अझ ढुङ्ग्री छ भने यसरी के थियो र यसमा हाँस्ने कुरा तैँले बुझ्दैनस् कान्छी तैँले बुझ्दैनस् बुढा मलाई बिहा गर्दैन चिसोले होला हौ चिसोले होला कस्तो र फुट्टे हेरेर पट्टाइ भन्ने यहाँ आएर हल्क सुतेको यहाँ सुत्न देऊ ए कहाँ गयो हल्क यहाँ छ सुत्न देऊ हकलाई सुत्न देऊ साली भेन एकातिर दिदी एकातिर के हो रे बुझेन मैले गेममा भनेको के त हामी मऱ्यो भने आफै त्यहाँ छ ओके नमस्ते भाउजू नमस्ते हजुर नमस्ते आयो भने त आयो भने धेरै हाई आएको चिसोले हो कि केले हो र ओइ हल्के त के आएको बिग फ्यान हजुरको थ्याङ्क यू सो मच किप लभिङ यति चकचके भएको छ नि यो हड्के अति छ चकचके हल्क आऊ हल्क तौनु नदे त्यसरी बानी पर्छ I don't know. यहाँ बिस्तारै टोक्छ फेरि कटिलोलाई बेसी टोक्छ कि यसले छट हेरे मलाई गऱ्यो भने हट भन्यो भने झन् कर झन् टोक्न आउँछ है भेनाले मलाई ठुचुक्क बस्छ कि यसरी यसरी भेना भन्छ त्यसलाई छोरी हो होइन हजुर हामी 4 बहिनी हो मेरो दिदी पनि छ दिदी नि यही छ हामी 3 बहिनी चाहिँ यही छौँ कान्छी चाहिँ बस्छु अनि अघिको ती साइली बहिनी अनि यो यता चाहिँ कान्छी बहिनी हो यो चाहिँ हेलो भने हाई भन्दै उ हट हामी सबै 4 बहिनी उत्रै छौँ के उ भन्ने वर्षौती फ्रिजमा होला हजुरले मर्निङमा खानु भएको छैन भने चाहिँ छ नत्र भने ए त्यसो छैन आया यो के रे हल्क नगर न टाउकोमा नगर टाउकोमा ओइ टाउकोमा नगर के रिसाउँछ जन यो त नट्टी भएको छ आजकल त एन्सर दिनु न दिदी के भन्नुभयो रे बुढा खै एन्सर दिनु न तपाईँ भेना अहिले हुनुहुन्न वासरुम जानु भएको छ What the hell bro के हो र खै यो हाउडे पागलहरू इग्नोर गर्नु के त्यो जे पाइदिनु हुनु भएर तपाईँको बहिनी अरे खै 19 कति भयो हल यहाँ लो 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 गाह्रो भयो चित चित हात देऊ हल्का हात देऊ यो हात देऊ कति ब्याचलर हल्क आची हल्क आइ गर्छु टोकेर दुखाइदिनु होइन ए म लुजर यो रिसाको देखि
यो फ्राइडे सटरडे हामीले गर्दैछौँ नगर के खान्छ दिवा अहिले हल्क नेक्स्ट हल्के लेक्स हान्दिने रे भेनाले के कुरा फ्लेक्स गर्ने कहाँ छोडेकोस् ए सिट भन्नु भेना सिट ए हल्क सिट सिट हात दे अर्को हात अर्को म तिर्दिन यहाँ टुक्के टुक्के गर्दै अर्को अर्को हो हल्क हात्देऊ हेर मलाई टुक्छ हात्देऊ हजुरको दाजुभाइ हुनुहुन्छ हजुर एकजना भाइ छ मेरो कान्छा भाइ हेलो हेलो हाय हाय आया यसले टोक्यो कि मलाई ओइ हल्क सिट हात्देऊ उल्टे पारेर फेरि ढुङ्ग्रोले सिरिरी साँच्ची मैले भन्थ्यो हेर्नु यो भेना पार्ने तयारीमा हुनुहुन्छ यहाँ मैले भनिसकेँ पार्नु भयो म भागे उता धेरै हजुरको पार्ट त्यस्तै हो यहीँ उ गरेर कस्तो भइरहेछ कि मैले सानो फ्यान खै कोडा राख्नु भयो देखो यो डरकमा हामीले यो बाहिर कुरामा बुझ्दिन